हेलो नमस्ते टासीदिली सबैजनालाई। आज चाहिँ हामी घुम्न गएको थियो माथिनिर दिउँसो म साथीहरू। अनि यहाँनिर चाहिँ कस्तो दामी लोटस फुलिरहेको रहेछ। अनि यहाँनिर अस्ति हामी जाँदा चाहिँ उयो थिएन, माछा हालेको थिएन हो। अहिले चाहिँ माछा पनि यहाँनिर रहेछ कि कस्तो मजाले थुप्रो थियो। तर हामीलाई देख्ने बित्तिकै लुकिहाल्दो रहेछ। बिचरा यिनीहरूलाई पनि डर भएको होला नि त है। कस्तो मजाको थुप्रो थियो कि हामीलाई देख्ने बित्तिकै सबै कहाँ लुक्यो हो। अनि 2-3वटा मात्रै हेर्नु न कति मजाले खेलिरहेछ, कस्तो मजाले खाँदैछ हौ। अनि लोटस पनि मजाले फुलिरहेको रहेछ, कोपिलाहरू पनि थुप्रो अनि मजाले फुलेछ, कस्तो मजाको देखिरहेको छ। अनि माछा पनि हेर्नुहोस् न यहाँ कस्तो मजाले हेरिबस्नु मन परेको नि। तर के गर्नु, हामीले हेर्दाखेरि बिचरा यिनीहरूलाई पनि डर लागेको होला, लुकिहाल्दो रहेछ। यहाँ हेर्नुहोस् न कस्तो मजाले स्विमिङ गरिरहेछ हौ। अनि के हालिदियो भने चाहिँ मजाले खाँदो रहेछ। कत्रो ठुलो रहेछ उयो त है। त्यहाँ अलरेडी तिनीहरूको चारो रहेछ कि मजाले खाँदो रहेछ। अनि अलिक यतानिर चाहिँ आएर यसो घुम्दै थिएँ, त्यहाँनिर चाहिँ कस्तो मजाको फुल हेर्नुहोस् न साथीभाइहरू, कस्तो मजाको फुल रेड रोज, यति दामी भेराइटिज फुलहरू थियो। मलाई चाहिँ रोज एकदमै मनपर्छ, कस्तो मजाको हेर्नुहोस् न यहाँ साथीभाइहरू। ओके बाई बाई सबैजनालाई। गयो फिस फिस गयो नि ऊ पर रहेछ हौ। एउटा ऊ पर पुलिक 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 गरिरहेछ। कत्रो थियो है यहाँ यत्रो सिसाको माछा हो। उयो उसको ओरिजिनल हो नि। त्यो सिसामा हाल्छ नि। त्यस्तै होला। हेर्नु त्यो पानी खाएको होइन नि, प्याउ 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 गरेर पानी खाँदो रहेछ। परा पनि रहेछ। यहाँ चाहिँ के खायो, लिउ खाएको हो। यहाँ नि बिस्काउँछ त्यहाँको चाहिँ खिच्नु नि। क्या मजाले खाँदैछ, प्याउ प्याउ प्याउ। परको थुप्रै चारवटा रहेछ। यहाँ सबै चारवटा सबै एकै जग्गा थुप्रै अब कत्रो ठुलो रहेछ उयो त है।